नमस्कार मेरो टिकटकको फ्यामिलीहरु भद्र भलादमीहरुलाई म ईसा गिरीको तर्फबाट जुन हाल दुबई यानी खाडी मुलुकमा कार्यरत छु। विगत 11 वर्षदेखिको यहाँ श्रमिक भएर काम गरियो। विगत 3 वर्षदेखिको आफ्नो सानोतिनो व्यवसाय चलाएर बसेको छु। त्यसमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु जसले मलाई दुबईमा रहेर या दुबई बाहिरबाट पनि सहयोग गर्नुभएको छ उहाँहरु सबैलाई धन्यवाद गर्दै आफूले श्रमिक हुँदाको पीडा भोगेको हुँदा आफ्नो तर्फबाट आफूसँग काम गर्ने बहिनीहरु जो नेपाली नै मात्रै हुनुहुन्छ मसँग चाहिँ सो उहाँहरुलाई मेरो तर्फबाट मैले सधैँभरि एउटा फ्यामिली वातावरण दिने कोसिस गरेको छु। आशा गर्छु आउने दिनमा अझै पनि धेरै नेपाली चेलीबेटीहरुलाई साथ र सपोर्ट दिन पाऊँ। हालमा पनि विगत 3 वर्षदेखि आफ्नो व्यवसाय चलाए पूर्व मैले धेरै जनालाई रोजगारीको अवसर दिएको छु आफ्नो सलुन सहित र मैले बाहिर पनि विभिन्न सलुनहरुमा उहाँहरुलाई जब लगाएर सिप मैले सक्ने ज्ञान दिएर उहाँहरुलाई जतिलाई हेल्प गरेको छु र हाल तिनीहरु सबै कार्यरत छन्। आफ्नो जीवनमा केही गर्नको लागि अगाडि बढिरहेको छन्। हजारौं चेलीबेटीसँग भेट भएको छ जसमा हजारौंको आफ्नो आफ्नै पीडा छ। सक्नेलाई सहयोग गरेको छु, नसक्नेलाई अगाडि केही गर्नको लागि प्रोत्साहन गरेको छु। जे जति गरेको छु आफैलाई थाहा छ र मैले जसको लागि गरेको छु त्यो बहिनीहरुलाई थाहा छ। सर्वगुण सम्पन्न कोही पनि हुँदैन तर पनि कोसिस गरेको छु सधैँभरि राम्रै हुनको लागि र पनि गर्दै जाँदा कसैको मन दुखाउन गएको छु भने ती सम्पूर्ण बहिनीहरु दिदीहरु जो मसँग कनेक्ट हुनुभएको थियो उहाँहरुलाई हृदयदेखि फेरि पनि माफ पाऊँ यदि मैले जानी नजानी केही दुःख दिएको छु, मबाट केही गल्ती भएको छ भने भन्दै श्रमिक दिवसको शुभकामनाका साथ के पनि भन्न चाहन्छु भने मेरो एउटा सोच कस्तो रहन्छ भने म हिजो एउटा कामदार थिएँ, आज म एउटा काम दिन सक्ने भएको छु तर मेरो धराताल चाहिँ मैले कहिले पनि बिर्सिनु हुँदैन भन्ने सोच राख्छु म। सो मैले धेरै ठाउँमा यो कुराहरु देखेको छु कि मसँग काम गरिसकेपछि मबाट सिकेर तैँले गएर अर्को ठाउँमा सेम चीज गर्न पाइदैन, नगर भन्ने खालको प्रविधि हाम्रो नेपालीहरुले देखाउनुहुन्छ। सो यो नभुल्नु होला कि हिजो तपाई एउटा श्रमिकबाट आज कामदार हुनुहुँदैछ भने भोलि त्यसलाई पनि अधिकार छ उले केही गर्ने। तपाईसँग आएर उले केही सिक्छ र त्यो कुरालाई उले युटिलाइज गरेर आफूलाई अझ राम्रो बनाउन खोज्छ भने साथ दिनुस्, सपोर्ट दिनुस्, तपाईको भाग्य तपाईसँग हुन्छ। मेरै अगाडि मेरो सलुनमा मैले राखेर काम सिकाएर पर्फेक्ट बनाएको मान्छेले मेरै अगाडि अर्को सलुन खोल्यो भने पनि उले उसको भाग्य खान्छ, मैले मेरो भाग्य खान्छु। जसरी बाबुआमाले आफ्नो छोराछोरीलाई हरेक स्टेपमा साथ दिन्छन् त्यसरी नै दिनु होला। विदेशमा बसेको छौं एउटाले केही गर्न खोज्यो भने तैँले त मसँग काम गरेर सिकेको थिइस्, तैँले अब मेरै अगाडि गर्न पाउँदैनस् भन्ने सोच नराख्नुस् होला। किनभने मैले त्यस्तो धेरै देखेको पनि छु, भोगेको पनि छु र त्यसको लागि म लडेको पनि छु किन पाइदैन भन्नको लागि। हरेकलाई आत्मनिर्भर बन्ने अधिकार यो स्वतन्त्र अधिकार हो। यसमा कसैले तपाईलाई व्यक्तिगत रूपमा हानि पुर्याउँछ भनेदेखि त्यो गलत हो। त्यसलाई सही तरिकाले कानुनी रूपले पनि लिन सकिन्छ, एउटा फ्यामिली मेम्बरको तरिकाले बोलाएर कुरा गर्न पनि सकिन्छ, साथ सपोर्ट गर्न सकिन्छ। सो गर्नु होला र जति पनि मान्छेहरु हुनुहुन्छ जसले म त यसलाई यस्तो गर्छु भनेर चाहिँ सोशल मिडियामा चाहिँ एकदम प्रचार गर्ने अनि वास्तविकतामा आउँदाखेरि चाहिँ त्यो मान्छेलाई चाहिँ एउटा फुटी कौडीको पनि सहयोग नगर्ने काम नगर्नु होला। नाम भनेको कामले बनाएको बेटर हुन्छ, खोकेर भुकेर त्यतिकै गफ दिएर बनाएको बेटर हुँदैन। त्यही भएर विदेशमा हुनुहुन्छ तपाई भन्दा पछाडी आउँदै गरेको चेलीबेटी अथवा दाजुभाइहरुलाई केही ज्ञान छैन भने त्यो कुराको ज्ञान दिनु होला। तपाईले दिएको ज्ञान कहिले पनि सकिँदैन, साथ सपोर्ट गर्नु होला। गलत कुरा छ भने हात पनि उठाउनु होला, मतलब त्यसको लागि यो गलत हो भनेर आवाज उठाउनु, हात उठाउनु मतलब कुट्नु भन्न खोजेको हैन। यो गलत हो भनेर त्यसलाई सही गर्न कोसिस गर्नु होला। तर म एउटा पावरमा छु, पोजिसनमा छु, म आज फाइनान्शियली स्टेबल भएको छु, म यसलाई जे पनि गर्न सक्छु भनेर आफ्नै नेपाली दाजुभाइले आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई गाह्रो बनाउने काम नगर्नु होला। हिजो भन्दा आज सुन्दा धेरै बेटर लाग्छ। हिजो सयौं नेपाली कामदार एउटा श्रमिक भएको थियो भने आज धेरै नेपाली आफ्नो व्यवसाय चलाएर बस्नु भएको छ। त्यो देख्दा एकदम खुसी लाग्छ। तपाईसँग भएको केही यस्तो कुराहरु शेयर गरिदिनुस् जसले मान्छेले आफूलाई अझ आत्मबल दरो बनाएर जिन्दगीमा केही गर्न सकोस्।
आफूसँग हिँडेको आफूले पाएको बच्चा जसरी प्रगति गरोस् त्यसरी नै आफूसँग हुने नेपालीले पनि प्रगति गरून् भन्ने सोचका साथ अघि बढ्नु होला भन्दै फेरि पनि श्रमिक दिवसको धेरै धेरै शुभकामना दिन चाहन्छु। यो मेरो व्यक्तिगत कुरा हो जुन मैले मेरो आँखाले देखेको छु, कानले सुनेको छु, जसको लागि मैले 2-4 शब्द राखेको छु। कसैसँग पनि मेल खान गएमा कसैले पनि पर्सनली नलिनु होला। यो मेरो आफ्नो व्यक्तिगत प्रोफाइल हो, मैले यहाँ मेरो कुरा राख्न पाउँछु। यदि मैले कसैको पर्सनल कुरामा चाहिँ मेरो भनाइ मेल खान गयो भने त्यो चाहिँ एउटा संयोग मात्रै सम्झिनु होला। हस् त, धन्यवाद। हजुरहरूको दिन शुभ रहोस्।